यसलाई चाहिँ आटाले चाहिँ सफा हुन्छ है, मैला जान्छ आटाले चाहिँ। तर हल्का रगड्नुपर्छ यसलाई चाहिँ। साह्रै सानो बनाउनु हुँदैन नि त मसरुम त। चाहिँ मेरिनेट गरिराख्छु है। हर्दी, मिक्स मसला, यो चाहिँ मैले प्याज चाहिँ ठुल्ठुलै काटेको छु साथीहरू, किनभने आज चाहिँ म यो मसरुमको चाहिँ मसला कुकरमा बनाउँदैछु हो, त्यही भएर चाहिँ मैले यो ठुल्ठुलो काटेको। हेर्नुहोस् त ठुल्ठुलो काटेको छु नि। टमाटर पनि मैले यसरी ठुल्ठुलो काटेको छु।
एकपट्टि भातको पानी, एकपट्टि ग्रेभी बनाउँछ। अब यसमा चाहिँ यसमै सिटी लगाएर चाहिँ मैले अब तेल हालेँ है। चाहिँ मसरुमको लागि चाहिँ मैले आज नयाँ तरिकाले पकाउँदैछु है साथीहरू। यसरी तेल हालेर चाहिँ म मसरुमको लागि चाहिँ ग्रेभी चाहिँ म कुकरमा बनाउँदैछु। यसमा चाहिँ मैले फर्स्ट चाहिँ जिरा हालेँ है। यसलाई चाहिँ मैले नपिसी हाल्दैछु जिरा हालेर। त्यसपछि अहिले सुक्खा खुर्सानी, तपाईँहरूले हरियो खुर्सानी हाल्दा पनि हुन्छ। त्यसपछि आयो मेरोमा लसुन मैले डल्लो गर्दैछु साथीहरू हो। त्यसपछि आयो प्याज, अब यतिको भएपछि चाहिँ म यसमा टमाटर एड गर्दैछु। यो टमाटर टमाटर एड गरेपछि म यसमा नुन हालिदिन्छु है। नुनले चाहिँ टमाटरलाई गलाउँछ। साथसाथै यसमा हालेँ मैले यो हर्दी, खुर्सानीको धुलो। अब यसलाई फेरि एकपल्ट चलाएर चाहिँ यता म 2 सिटी लाउँछु साथीहरू है, हेर्दै गर्नुहोला। अब यसमा चाहिँ म अलिकति पानी एड गर्छु अनि 2 सिटी लगाउँछु है। त्यहाँदेखिको हाम्रो ग्रेभी रेडी हुन्छ। यो तोरीको तेलमा चाहिँ म अलिकति अब मसरुम हल्का फ्राई गर्छु कम्ती तेलमा, किनभने मसलामा पनि तेलै छ। म चाहिँ अलिकति टिम्बुर चाहिँ तर्काउँछु। यसलाई चाहिँ मैले अघि मेरिनेट गरेर राखेको थिएँ साथीहरू हो। अब यसलाई चाहिँ म हल्का फ्राई गर्दैछु। एकैछिनको लागि मैले टिम्बुर पनि हालेको छु है। तल बारीमा चाहिँ एकदुईवटा फलेको रहेछ टिम्बुर। त्यो चाहिँ टिम्बुर मैले यसरी राखेको थिएँ नि त, हेर्नु त यसरी नुन हालेर राख्यो भने चाहिँ बिग्रिँदैन नि त हो। यो पनि अलिकति हाल्दैछु। हल्का चलाउनुपर्छ, फेरि यो टुक्रिन्छ नि त। टुक्रियो भने चाहिँ राम्रो देख्दैन। मसला चाहिँ कस्तो रहेछन् हेरिदिउँ। मसला चाहिँ यतिको भएछ कि साथीहरू। अब यसलाई चाहिँ फेरि के गर्नुपर्छ भन्दाखेरि चाहिँ हेर्नुहोस् त। अब यसलाई फेरि यसको यो पानी सुकुन्जल मजाले यसलाई फेरि भुट्नुपर्छ हो। पानी चाहिँ सुकाउनु पर्यो यसको। यो मेरो मसरुम यतिको भयो है। अब
यसलाई चाहिँ म फेरि मसला पकाउनु पर्यो। मसला पानी सुकेछ। अब यसमा चाहिँ गरम मसला एड गर्दैछु है साथीहरू। गरम मसला अलिकति हाल्नु है। मसला अब यसको चाहिँ पानी उयो भन्दै सुक्यो है साथीहरू। अब यसमा अलिकति पानी हालेँ मैले। मैले अलिअलि फ्राई गरेको थिएँ है। यो च्याउ चाहिँ अब हालिदिएँ। अब यसलाई चाहिँ म 2 सिटी लाउँछु है साथीहरू ल। कस्तो भयो होला। मैले आज यसरी नयाँ तरिकाले पकाएको छु है। तपाईँहरू को कोलाई मनपर्छ यो मसरुम है, एकपल्ट यसरी पनि पकाएर लिनु होला, खानु होला। र जसले हामीलाई सपोर्ट गरिदिनु भएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईँहरूले पनि प्लिज हाम्रो च्यानललाई सपोर्ट गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् है साथीहरू। हेर्नुहोस् त मैले आज नयाँ तरिकाले पकाएको छु। यसरी पकाउँदा पनि हुँदो रहेछ त। यो मेरो छोराको है। हातले खान्छ यस्तो। लु खाऊ ल सबैजना। डल्ले खोर्सानी मैले मेहनत गरेको पकाएको खाना खाउँदा हो। ल दिपिका खाइमै साथीहरू। मेरो वाइफले दामी मिठो पकाएको छ है। कस्तो लाग्यो भन्दै त टेस्ट भाइ? दामी भएछ नि। नयाँ तरिकाले पकाइदिएको मिठो भएछ साथी। यसरी पकाएको दामी। साह्रै मिठो पकाएको छैन है दिदीले। मिठो हुँदो रहेछ यस्तो तरिकाले है। ठुल्ठुलो होटलतिर यस्तै
मिठो पाउँछ होला है किनभने म ठुल्ठुलो होटेलमा गएर खाएको छैन नि त सिक्कल त ठाडो पानी राखेको रहेछ दबाई खानुलाई पानी राखेको त सबै भएको नि अम्लाको टेप डल्लै बोक्छ केमा लगाएको र सिक्कल बोकेको घाँस मान्छ नि कस्तो दही बनाउँछ यो दिपिका अन्त हाँस्नु हुँदै थियो त अघि त कुकरमा च्याउ पकाउँछौ तिमी भन्दै होइन त्यस्तो हाँसेको होइन फेरि यसो भन्छ हेर नानु ग्रेभीवाला च्याउ कस्तो हुन्छ हौ मलाई दामी दामी मिठो बनाउँछ म त सकेँ त हौ मन सक्यो मिठो भयो कि चाहिँ भन्दा लास्टमा राखेको मैले सकेँ मिठो बनाएछ है दिदीले ल नानी जाने त्यस्तै बनाऊ है ल भाइ